हेलो गाइस, हेलो हेलो हेलो, के छ हजुर? नमस्कार सबैजनालाई। दसैँ पनि हजुरहरूले राम्रो मनाउनु भयो होला। त्यसमा भने हामीले पनि त्यस्तै मनायौँ भनौँ। टिका त अब यहाँ जमाडाबाट भएन, केही पनि टिका भएन। त्यही खानपिनहरू भयो, दाइ भाइ साथीभाइहरूसँग बसेर यो चाहिँ राम्रै भयो। सो गाइज, दसैँहरू कसरी मनाउनु भयो? हामीले पनि दसैँ मनायौँ तपाईँहरूले जस्तो टिका जवारा लगाएर चाहिँ मनाएनौँ। हामीले चाहिँ ड्युटीबाट आएर खानपिन चाहिँ गऱ्यौँ। विदेशको दसैँ यस्तै त हो नि, कहाँ घरको जस्तो दसैँ हुन्छ त, ठाउँ जस्तो। थोरै रमाइलो भयो, दाइ भाइ साथीभाइ सबैसँग मिल्यो, बस्यो, खानपिन भयो। त्यही नै हो विदेशको दसैँ, त्यस्तै त हो नि। कहाँ हुन्छ है, तल त पुरै घाममा हिँड्नुपर्छ, यस्तै हो विदेशको लाइफ। यही नै जिन्दगी हो, के गर्ने? यही नै जिन्दगी हो, यही नै जिन्दगी हो। मार्केट जा नजारा देखाइदिइहालौँ। टाढा लाग्यो मलाई, लाग्यो कि आरामसँग छ भने किनेर लगेर कहाँ हो यो? सिङ्गापुर भन्दा पनि कम सानो सिङ्गापुर। अहिले थोडा भिडभाड कम छ है, राति गइदिएपछि भिडभाड थोरै हुन्छ। भाइसँग अब पर्दो गइदिएर थकाइले खाना खाँदै हो, थकाइले खाना हान्दैछौँ। थकाइले खाना खाँदै हो, थकाली चक्कर थकाली यस्तो देखाउँछु। बन्द भयो क्या? खानुपर्छ भात, अब कमी छैन। साह्रै मिठो भयो।